सो आज हामी नेपाली पासपोर्ट रिन्यू गर्दैछौँ। म पर्सनली चाहिँ ल्यापटप युज गर्दैछु, तर तपाईँहरूले मोबाइलबाट पनि गर्न सक्नुहुन्छ। म चाहिँ पर्सनली तपाईँहरूलाई ल्यापटपबाट गर्नको लागि सुझाव दिन चाहन्छु, किनभने धेरै जसो वेब ब्राउजरहरू चाहिँ मोबाइलमा सपोर्ट गर्दैन। तर डोन्ट वरी, यदि तपाईँसँग ल्यापटप अभाइलेबल छैन भने तपाईँले पासपोर्टको फर्म भर्नको लागि चाहिँ मोबाइलबाट पनि गर्न सक्नुहुन्छ। त्यो फर्म भर्न स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ तपाईँहरूसँग तपाईँको नागरिकता र पासपोर्टको फोटो खिचेर राख्नुहोला, किनभने यो चाहिँ तपाईँलाई भर्नको लागि आवश्यक पर्छ है त। सो गुगलमा गएर हामीले यहाँनिर नेपाली पासपोर्ट अनलाइन भनेर सर्च गर्नुपर्छ। तपाईँको आफ्नो स्क्रिनमा गएर नेपाली पासपोर्ट अनलाइन लेख्नुभयो भने यस्तो लिङ्कहरू देखाउँछ तपाईँलाई। सो यो लिङ्कमा चाहिँ यहाँ हेर्नुहोस् है, होम डिपार्टमेन्ट अफ पासपोर्ट नेपाल भनेर लेखेको छ। सो डिपार्टमेन्ट अफ पासपोर्ट नेपालमा क्लिक गरिसक्नु भएपछि चाहिँ यहाँ हेर्नुहोस् है, यस्तो खालको स्क्रिन आउँछ। खालको स्क्रिन आइसकेपछि चाहिँ यो चाहिँ तपाईँको नेपालको सरकारी अफिसियल वेबसाइट हो। त्यसपछि तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ एप्लाई फर ई पासपोर्ट। सो एप्लाई फर ई पासपोर्टमा क्लिक गर्छौँ हामीहरू। एप्लाई फर ई पासपोर्टमा क्लिक गरिसकेपछि यहाँ हेर्नुहोस् है, यहाँ एप्लाई फर पासपोर्टमा क्लिक गर्ने यस्तो खालको स्क्रिन आउँछ। त्यसपछि तपाईँहरूलाई यहाँ 4वटा किसिमको डिफ्रेन्ट सिचुएसन छ कि यदि तपाईँले पहिलो पटक राहदानी लिन चाहँदै हुन्छ, फर्स्ट टाइम पासपोर्टको लागि फर्म भर्दै हुनुहुन्छ भने चाहिँ यहाँनिर क्लिक गर्ने। यदि तपाईँको पासपोर्टको म्याद सकेर तपाईँले रिन्यू गर्नुपर्ने छ भने यहाँ नवीकरण गर्ने ठाउँमा यहाँ म्याद सकिएको राहदानी नवीकरण गर्ने यहाँ क्लिक गर्ने। यदि तपाईँको पासपोर्ट हराएर तपाईँले पासपोर्ट बनाउँदै हुनुहुन्छ भने चाहिँ यहाँ क्लिक गर्ने। अथवा यदि तपाईँको पासपोर्ट ड्यामेज भयो र नयाँ पासपोर्ट बनाउनु पर्ने भयो भने चाहिँ यहाँ क्लिक गर्ने। 4वटा डिफ्रेन्ट सिचुएसनको लागि डिफ्रेन्ट ठाउँ बनाइदिएको छ। सो हामी चाहिँ पासपोर्ट रिन्यू गर्न लागेको हो, त्यही भएर यहाँ रिन्युअलमा थिचौँ है त। त्यो प्रेस गरिसकिसकेपछि यस्तो खालको स्क्रिन आउँछ, यहाँ हेर्नुहोस् है। त्यसपछि स्क्रिनको तल गइसकेपछि यहाँ देखाउँछ तपाईँलाई अर्डिनरी 34 पेजेस भनेर 34 पेजको पासपोर्ट। यहाँ क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि प्रोसिड, ओके आई अग्री भनेर क्लिक गर्ने। त्यसपछि यस्तो खालको स्क्रिन देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँ हेर्नुहोस् है, 1 2 3 4 यसरी देखाइएको छ। सो हामीले यसो चरणबद्ध रूपमा फर्म भर्नुपर्ने हुन्छ। फर्म भर्न एकदमै सजिलो छ, तपाईँले खालि आफ्नो विवरण भर्ने मात्र हो, त्यति गाह्रो काम केही पनि होइन। यदि तपाईँहरू नेपालबाट भर्दै हुनुहुन्छ भने चाहिँ ठिकै छ, यहाँनिर नेपाल अलरेडी छ। सो तर हामी चाहिँ अहिले स्पेनबाट भर्दैछौँ, त्यही भएर स्पेनमा हाम्रो नजिकैको एम्बेसी भनेको म्याड्रिड स्थित नेपाल एम्बेसी हो। त्यही भएर हामी यहाँनिर अब चेन्ज गरौँ है त लोकेसन। सो यहाँनिर नेपाल बाहेक अदर्स भन्ने अप्सन छ। सो यो अदर्समा क्लिक गरौँ। अदर्समा क्लिक गर्ने बित्तिकै यहाँ स्क्रिन चेन्ज भयो। यहाँनिर अपोइन्टमेन्ट लोकेसन, तपाईँको जान सक्ने लोकेसन कहाँ हो त भनेर यहाँनिर अप्सन्सहरू छ, हेर्नुहोस् है। यहाँ अप्सन्स, धेरै अप्सन्सहरू छ। हाम्रो यहाँबाट स्पेनमा चाहिँ हाम्रो नजिकैको एम्बेसी भनेको चाहिँ एम्बेसी अफ स्पेन हो। त्यही भएर हामी यहाँ स्पेन कता छ भनेर हेर्छौँ। यहाँ हेर्नुहोस् है, यहाँ स्पेन छ। सो यो स्पेनमा गएर क्लिक गर्छौँ। स्पेनमा क्लिक गरिसकेपछि यहाँ हेर्नुहोस् है, तपाईँको अपोइन्टमेन्ट कहिलेको लागि अपोइन्टमेन्ट अभाइलेबल छ त यहाँ क्यालेन्डर दिएको छ। अहिले हामी अप्रिल महिनामा छौँ, 2025मा छौँ। सो अप्रिलको लागि चाहिँ 21 22 23 24 25 5वटा डेटहरू दिएको छ। सो म चाहिँ अप्रिल 23 तारिक जानको लागि सम्भव छ, त्यही भएर म 23 तारिकमा क्लिक गर्छु है। यहाँ हेर्नुहोस् है, अपोइन्टमेन्टको समय 10 बजे 11 बजे र 12 बजे छ। तपाईँलाई कुन समय अनुकूल हुन्छ त्यही अनुसारले सेलेक्ट गर्न सक्नुहुन्छ। सो 11 बजे सेलेक्ट गरौँ। सो यो पेज कन्टिन्यू गर्नको लागि चाहिँ तपाईँले यहाँनिर एउटा स्क्रिनमा देखाएको क्यारेक्टर यहाँनिर के देखाएको छ यो प्रेस गर्नुपर्ने हुन्छ, SP9W, ओके। त्यसपछि नेक्स्ट गर्ने है। रङ कोड भनेर देखायो। अब यदि रङ कोड देखायो भने यहाँ रिफ्रेस गरौँ, मलाई अर्को कोड दिन्छ। सो अब म अर्को कोड हाल्छु, 2BP8 अनि यहाँनिर सी पनि रहेछ। ल सी, लेट्स ट्राई नेक्स्ट, ओके राइट भयो। सो हामी यस्तो स्क्रिनमा आइपुग्यौँ। यहाँ हेर्नुहोस् है, तपाईँको एप्लिकेसन फर्म भर्दाखेरि अघि मैले के देखाएको थिएँ, 1 2 3 4। सो 1 नम्बरबाट तपाईँहरू 2 नम्बरमा पुगिसक्नुभयो। सो यो 2 नम्बरमा आइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको टाइम स्टार्ट हुन्छ। तपाईँसँग पासपोर्ट भर्ने समय भनेको, पासपोर्टको लागि फर्म भर्ने समय भनेको चाहिँ आधी घन्टाको तपाईँलाई समय दिएको छ। यो आधी घन्टा भनेको लामो समय हो, इनफ टाइम हो। राम्रोसँग तपाईँहरूले रिचेक गरेर भर्न सक्नुहुन्छ है। यहाँ हेर्नुहोस् है, मसँग रिमेनिङ टाइम टु कम्प्लिट द प्रोसेस यहाँ 29 मिनट 25 सेकेन्ड
देखाइरहेको छ अहिले होइन। सो मसँग यति समय छ यो प्रोसेसको लागि, यो प्रोसेस कम्प्लिट गर्नको लागि है त। सो फर्म भर्न स्टार्ट गरौँ। यहाँ हेर्नुहोस् है, एप्लिकेसन फर्म भनेर लेखेको छ, आवेदन, ओके। अनि त्यसपछि यहाँ हेर्नुहोस् यहाँ स्टार देखाएको छ नि, स्टार भनेको चाहिँ म्यान्डेटरी फिल्ड। म्यान्डेटरी भनेको चाहिँ तपाईँले भर्नै पर्ने ठाउँ। जुन जुन ठाउँमा यसरी स्टार देखाइएको छ यो ठाउँ चाहिँ तपाईँले खाली छोड्न मिल्दैन, नभए फर्म भर्न सक्नुहुन्न तपाईँहरू। यहाँ हेर्नुहोस् है, सो यो चाहिँ भर्नै पर्ने ठाउँ हो। यस्तो स्टार भएको ठाउँ चाहिँ तपाईँले छुटाउनु हुँदैन। यदि छुटाउनु भयो भने तपाईँ यो 2 नम्बर पेजबाट 3 नम्बर पेजमा जान सक्नुहुन्न। सबै तपाईँले राम्रोसँग भरिसकेपछि मात्र तपाईँ अगाडि बढ्न सक्नुहुन्छ है। याद गर्नु होला है यो सबै कुराहरू चाहिँ। सो यहाँ हेर्नुहोस्, लास्ट नेम सरनेम भनेको आफ्नो थर लेख्ने। उदाहरणको लागि म एक्ज्याक्टली मेरो आफ्नो डिटेल भन्दा पनि म एउटा काल्पनिक डिटेल दिँदैछु। तपाईँले चाहिँ तपाईँको आफ्नो राम्रोसँग डिटेल करेक्टली भर्नु होला है भर्दाखेरि, फर्म भर्दाखेरि। सो सरनेम म यहाँ नेपाली भनेर लेख्छु है त। सो फर्स्ट नेम राम लेखौँ। त्यसपछि जेन्डर मेल अथवा फिमेल जे पनि गर्न सक्नुहुन्छ, अथवा अदर्स पनि गर्न सक्नुहुन्छ, के हो तपाईँहरू होइन। त्यसपछि यहाँ देखाएको छ डेट अफ बर्थ। डेट अफ बर्थ एडी भनेको तपाईँको अङ्ग्रेजी जन्म मिति। अङ्ग्रेजी जन्म मिति तपाईँको कागजपत्र अनुसार, डकुमेन्ट अनुसार सही जन्म मिति के हो त, त्यही जन्म मिति तपाईँले यहाँ हाल्नुपर्छ। ल म लेख्न चाहन्छु 1998 गरौँ है। 1998 जनवरी 1 तारिक। इज दिस एक्ज्याक्ट डेट अफ बर्थ? के यो सही डेट अफ बर्थ हो त? यस, हजुर हो होइन। तपाईँले करेक्ट डेट अफ बर्थ लेख्नुपर्छ, त्यही भएर रिकन्फर्म गरेको यो चाहिँ। त्यसपछि तपाईँको डेट अफ बर्थ इन नेपाली, नेपालीमा आफ्नो जन्म मिति लेख्नुपर्ने हुन्छ। म लेख्दैछु 2050 साल, उदाहरणको लागि 10 महिना 5 गते लेखेँ है त। त्यसपछि प्लेस अफ बर्थ, कहाँ जन्मिनु भएको हो त्यो जिल्ला, तपाईँ कुन जिल्लामा जन्मिनु भएको हो त। काठमाडौँ भनेर लेखौँ है। कहाँ जन्मिनु भएको थियो? नेपाल। यहाँनिर हेर्नुहोस् अटोमेटिक छ, यहाँनिर अलरेडी नेपाल छ। नेसनालिटी नेपाली। अर्को आयो फादर्स लास्ट नेम, तपाईँको आफ्नो बुवाको थर के हो त भन्दाखेरि नेपाली। बुवाको नाम के हो? उदाहरणको लागि हामी यहाँ हरि लेख्छौँ, हरि नेपाली। आमाको नाम के हो? नेपाली। यहाँनिर उदाहरणको लागि सीता, सीता नेपाली है त। अब यो पछि अब हामी यहाँ जाउँ सिटिजनसिप इन्फर्मेसन, तपाईँको आफ्नो नागरिकता सम्बन्धी जानकारी भन्नेमा प्रेस गरौँ यो भरिसकेपछि। सो यहाँ प्रेस गरेपछि के आउँछ त भन्दाखेरि यहाँ हेर्नुहोस्, तपाईँहरू देख्न सक्नुहुन्छ तपाईँको नेसनल आइडेन्टिटी नम्बर। नेसनल आइडेन्टिटी नम्बरमा चाहिँ यहाँ हेर्नुहोस् है स्टार छैन, किनभने धेरैजना विदेशमा बस्ने मानिसहरू नेपाल जानुभएको छैन र उहाँले नेसनल आइडेन्टिटी कार्ड बनाउनको लागि आवेदन दिनुभएको छैन। त्यही भएर अहिले यो विदेशमा बस्ने व्यक्तिहरूलाई आवश्यक छैन। तर मैले सुनेअनुसार नेपालबाट गर्नुहुन्छ भने चाहिँ यो आवश्यक पर्दछ। सो यहाँनिर स्टार छैन र हामीसँग नम्बर पनि छैन, त्यही भएर यो खाली ठाउँ छोडिदिउँ है त। अब यहाँ सिटिजनसिप नम्बर अर पर्मिट नम्बर, यो चाहिँ तपाईँको नागरिकतामा नागरिकता नम्बर भनेर दिएको हुन्छ, त्यो नम्बर तपाईँले यहाँ लेख्नुपर्छ। अब म लेख्छु 1 2 3 4 5 6 7 8 लेख्छु है म। यो चाहिँ तपाईँको आफ्नो नागरिकतामा जुन नम्बर छ त्यही लेख्नु होला। अब कहिले इस्यु भएको थियो त तपाईँको नागरिकता भन्दाखेरि, त्यो तपाईँले आफ्नो नागरिकतामा हेर्नुभयो भने त्यहाँनिर इस्यु गरेको डेट, जारी गरिएको मिति भनेर लेखेको हुन्छ, त्यो जारी मिति तपाईँले लेख्नुपर्ने हुन्छ। विक्रम सम्बन्धमा लेख्नुहोस् भनेको छ, त्यही भएर म अब लेख्न जाँदैछु 2070 साल 2 महिना जेठ महिना 2 गते उदाहरणको लागि। कुन ठाउँमा सिटिजनसिप प्लेस अफ इस्यु, कुन ठाउँमा इस्यु भएको थियो त तपाईँको, त्यही ठाउँ लेख्नुपर्ने हुन्छ तपाईँले। सो काठमाडौँ। यदि तपाईँले विदेशमा गर्नुभएको थियो भने यहाँनिर अप्सन्स रहेछ है विदेशमा पनि त्यो, तर यहाँ हेर्नुहोस् है यहाँ स्टार छैन, यो चाहिँ अप्सनल हो। त्यही भएर यो स्टार भएको ठाउँ चाहिँ तपाईँले सबै राम्रोसँग भर्नुपर्छ। म फेरि पनि तपाईँहरूलाई बुझाउँदैछु। त्यसपछि अब जाउँ हामी एप्लिकेन्ट्स कन्ट्याक्ट डिटेल, आवेदकको सम्पर्क विवरण। तपाईँको आफ्नो सम्पर्क विवरण के हो त? ल मोबाइल नम्बर लेख्नुहोस्। यहाँनिर अलरेडी नेपालको कन्ट्री कोड हालिएको छ, सो नेपालको नम्बर दिनुपर्ने हुन्छ 90 है।
यहाँ मैले 10वटा डिजिटको नम्बर हालेको छु। अब यहाँ इमेल लेखौँ। इमेलमा के लेखौँ? राम नेपाली @gmail.com। तपाईँको आफ्नो इमेल लेख्नु होला। यहाँ इमेल करेक्ट लेख्नु होला, किनभने पछि तपाईँले फर्म भरिसकेपछि तपाईँको फर्म चाहिँ इमेलमा पनि आउँछ। सो अर्को मेन एड्रेस, हाउस नम्बर, यो चाहिँ म्यान्डेटरी छैन, त्यही भएर खाली ठाउँ पनि छोड्न सक्नुहुन्छ। तर यदि तपाईँको घर नम्बर छ भने लेख्न सक्नुहुन्छ। अब कुन हो त एरिया, कुन हो, कुन कुन गाउँको हुनुहुन्छ तपाईँ, त्यो गाउँको ठाउँ लेख्नुपर्छ। म यहाँ चाबेल लेख्न चाहन्छु। तपाईँको आफ्नो ठाउँको नाम लेख्नु होला। वार्ड नम्बर कति हो त? 1 नम्बर वार्ड, नेपाल। ओके। अब तपाईँको कुन प्रदेश हो त? यो चाहिँ बागमती प्रदेशमा पर्छ, काठमाडौँ। त्यही भएर यहाँ मैले बागमती प्रदेश सेलेक्ट गरेँ। तपाईँहरू कुन प्रदेशको हुनुहुन्छ त्यही सेलेक्ट गर्नुहोला। त्यसपछि तपाईँको जिल्ला सेलेक्ट गर्नुहोला, काठमाडौँ जिल्ला। अब नगरपालिका, काठमाडौँ महानगरपालिकामा पर्छ, त्यही भएर मैले यहाँ काठमाडौँ महानगरपालिका भनेर लेखेँ है। अब यहाँनिर कन्ट्याक्ट डिटेल इन केस अफ इमर्जेन्सी, जरुरी परेमा सम्पर्क गर्ने विवरण। तपाईँको इमर्जेन्सी परेमा तपाईँलाई एम्बेसीले सम्पर्क गर्नु पर्यो भने पनि यहाँनिर दिन सक्नुहुन्छ। त्यही भएर यहाँ फोन नम्बर लेख्ने ठाउँमा चाहिँ तपाईँहरू स्पेनमा हुनुहुन्छ भने चाहिँ आफ्नो फोन नम्बर पनि दिन सक्नुहुन्छ है। सो म यहाँ लेख्छु फोन नम्बर। अब यहाँ सुरु गरौँ सरनेम। म चाहिँ अब मेरो बुवाको एड्रेस दिन चाहन्छु, किनभने मेरो बुवा नेपालमा बस्नुहुन्छ। त्यही भएर म यहाँ लेख्छु नेपाली हरि, गाउँ, स्ट्रिट, भिलेज, चाबेल होइन। वार्ड नम्बर 1 नम्बर, कन्ट्री नेपाल। तपाईँ कुन प्रदेश? बागमती प्रदेश। जिल्ला काठमाडौँ। महानगरपालिका काठमाडौँ महानगरपालिका। अब इमेल एड्रेस। इमेल एड्रेसमा पनि म मेरो आफ्नो इमेल एड्रेस दिन चाहन्छु, राम नेपाली @gmail.com। ओके। त्यसपछि अब हामी जान्छौँ, यहाँनिर हेर्नुहोस् अन्तिम हालको राहदानी सम्बन्धी जानकारी। अब तपाईँ पासपोर्ट रिन्यू गर्दै हुनुहुन्छ, त्यही भएर तपाईँको अब तपाईँसँग भइरहेको पासपोर्ट जुन एक्सपायर हुँदैछ त्यसको जानकारी, त्यसको इन्फर्मेसन लेख्ने हो। यहाँ चाहिँ एकदमै सजिलो छ, तपाईँसँगै छ, हातमै छ सबै इन्फर्मेसनहरू। पासपोर्टमा गएर हेर्न सक्नुहुनेछ। यहाँ हेर्नु, पासपोर्ट कहिले बनाउनु भएको थियो, यहाँ हेर्नुहोस् है, डेट अफ इस्यु भनेर लेखेको छ। तपाईँले यो पासपोर्ट बनाउनु भएको डेट, पासपोर्ट जारी भएको डेट, पासपोर्ट जारी भएको डेट कहिले हो त? उदाहरणको लागि 2015 फेब्रुअरी 2 तारिक भनेर मैले लेखेँ। अब कुन ठाउँमा जारी भएको थियो भनेर अब तपाईँ आफ्नो त्यहाँ पासपोर्टमै लेखिएको हुन्छ कुन ठाउँ, त्यही ठाउँ लेख्न सक्नुहुन्छ। सो म चाहिँ यहाँ लेख्दैछु काठमाडौँ। यदि विदेशमा तपाईँले इस्यु गर्नुभएको थियो भने तपाईँहरू यहाँनिर लेख्न सक्नुहुन्छ। अब तपाईँको यहाँ पासपोर्ट नम्बर लेख्नुपर्छ। तपाईँको आफ्नो पासपोर्टको फोटो तपाईँसँगै छ, पासपोर्ट नम्बर तपाईँसँगै छ, हेरेर राम्रोसँग लेख्नु होला है। ओके, पासपोर्ट नम्बर। नेक्स्ट। त्यति गरिसकेपछि यहाँ हेर्नुहोस् है, तेस्रो चरणमा आइपुग्यो। हामीसँग कति समय बाँकी छ? यहाँ 20 मिनट अझै टाइम बाँकी छ हामीसँग। यहाँनिर चाहिँ के हो भने यहाँ हेर्नुहोस् म्यान्डेटरी फिल्ड भनेर स्टार दिएर यो 2टा स्टार देख्नु सक्नुहुन्छ। यो भनेको चाहिँ तपाईँको सिटिजनसिप सर्टिफिकेट फ्रन्ट, तपाईँको नागरिकताको अगाडिपट्टिको फोटो तपाईँले यहाँ अपलोड गर्नुपर्ने हुन्छ। सो मैले यहाँ डेस्कटपमा सेभ गरेको छु नागरिकताको अगाडिपट्टिको फोटो। नागरिकताको अगाडिपट्टिको फोटो अपलोड गर्ने यहाँनिर। त्यसपछि नागरिकताको पछाडिपट्टिको फोटो पनि, म चाहिँ यो फोटोलाई सो यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले, मैले यहाँनिर यत्तिकै ऱ्यान्डमली नागरिकताको अगाडि र पछाडिको फोटो भनेर 2टा फोटो अपलोड गरिसकेँ।
हेर्नुहोस् मसँग अझैसम्म टाइम 16 मिनट छ है। अब यो अपलोड गरिसकेपछि बाँकी ठाउँहरू यहाँ हेर्नुहोस् तपाईँको सबै सर्टिफिकेटहरू यहाँनिर म्यान्डेटरी छैन, त्यही भएर म नेक्स्ट गर्छु। नेक्स्ट गरिसकेपछि म यहाँ चौथो चरणमा आइसकेँ। चौथो चरणमा यहाँ हेर्नुहोस् है, सबै मैले भरेको विवरणहरू यहाँनिर छ। सरनेम नेपाली राम, यहाँ हेर्नुहोस् है, सबै विवरण यसरी आउँछ। मैले यत्रो समय लगाएर भरेको विवरणहरू सबै एउटै पेजमा आउँछ। यो विवरणहरू सबै तपाईँको कहीँ गल्ती पो भर्नु भएको छ कि एकचोटि रिचेक गर्ने समय हो। यति बेला चाहिँ तपाईँले एकचोटि आफ्नो पासपोर्ट र नागरिकतामा हेरेर म्याचिङ गरेर राम्रोसँग सबै विवरणहरू हेर्नुभयो भने यहाँ सबै छ। अब यदि तपाईँले कुनै ठाउँमा गल्ती देख्नुभयो, उदाहरणको लागि मेरो गल्ती भनेको अब म भन्छु, मैले यहाँनिर डेट अफ बर्थ गल्ती गरेँ अरे उदाहरणको लागि। त्यही भएर म यहाँनिर यो साइडमा, सरी म यो स्क्रिन चेन्ज गर्छु, यहाँ देख्न सक्नुहुन्छ यो बटन यहाँ देख्दै हुनुहुन्छ। म तपाईँहरूलाई यहाँ देखाउँदैछु। सो मैले यहाँ डेट अफ बर्थ रङ लेखेको छु। अब म यहाँ यसलाई बनाउनु पऱ्यो, मलाई सच्याउनु पऱ्यो भने म फेरि ब्याक जानु पर्दैन। मैले यहाँनिर यो बटन प्रेस गरेपछि एडिट गर्न मिल्छ। मैले हेर्नुहोस् है, यसरी यस्तो आयो स्क्रिनमा। सो अब म एडिट गर्न चाहन्छु। यहाँ मैले डेट अफ बर्थ मेरो 6 गते थियो, अब मैले 5 गते लेखेँ भने ल 6 गते बनाइदिएँ है त। सो यसरी तपाईँले कुनै गल्ती छ भने तपाईँले हेरेर पनि सच्याउन सक्नुहुन्छ है। त्यसपछि लास्टमा कन्टिन्यू गरेपछि के गर्नुपर्छ, तपाईँले 835ZI भनेर लेखेको छ होइन। ल यो सेभ गर्न सक्नुहुन्छ। यो सेभ गरिसकेपछि यो रिक्वेस्ट हेभ बिन सेभड भइसक्यो। यहाँ हेर्नुहोस्, यो हो तपाईँको रिक्वेस्ट नम्बर। त्यसपछि यदि तपाईँ अनलाइन पेमेन्ट गर्न चाहनुहुन्छ भने यहाँ त्यो प्रोसिडियर पेमेन्ट क्लिक यहाँ क्लिक गरेर डाइरेक्टली पे गर्न सक्नुहुन्छ। अथवा म तपाईँलाई एम्बेसीको खाता नम्बर डिटेल्सहरू पनि म भन्छु, तपाईँलाई यहाँ स्क्रिनमा राखिदिन्छु। डाइरेक्ट त्यो खाता नम्बरमा पनि तपाईँले पैसा पठाउन सक्नुहुन्छ है। एम्बेसीमा गएर क्यास तिर्न चाहिँ अलिकति एम्बेसीले एक्सेप्ट गर्दैन। तपाईँको अपोइन्टमेन्ट मितिभन्दा 3 दिन अगाडि चाहिँ तपाईँले पैसा तिरिसकेको हुनुपर्छ। त्यो पनि ब्याङ्कमा डिपोजिट गर्नुपर्ने हुन्छ। सो म चाहिँ यो पछि पे गर्न चाहन्छु। ल फिनिस गरेँ। यहाँ हेर्नुहोस्, फिनिस गरिसकेपछि ल मेरो भइसक्यो, सबै अपोइन्टमेन्ट भइसक्यो। यहाँनिर मेरो क्युआर कोड आइसक्यो, मेरो रिक्वेस्ट नम्बर यो हो होइन। मैले कहिले रिक्वेस्ट गरेको थिएँ, यहाँ सबै आइसक्यो। 11 बजेको लागि अप्रिल 23 तारिक, कहाँ भन्दाखेरि एम्बेसी अफ स्पेनमा होइन। अनि यहाँनिर तपाईँले यहाँ हेर्नुहोस् है, डाउनलोड गर्न सक्नुहुन्छ। यो पिडिएफ तपाईँले डाउनलोड गरिसकेपछि तपाईँको यहाँ हेर्नुहोस् यस्तो खालको आउँछ। यो डाउनलोडेड फाइल हो। तपाईँले भरिसक्नुभयो आफ्नो विवरणहरू। यो जुन तपाईँ बारकोड देख्दै हुनुहुन्छ, यो बारकोड चाहिँ तपाईँले वहाँ एम्बेसीमा स्क्यान गर्न जरुरी छ। त्यही भएर यो डाउनलोड कपी, यो पिडिएफ चाहिँ तपाईँले प्रिन्ट आउट निकालेर एम्बेसीमा लिएर जान जरुरी छ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट डकुमेन्ट हो। यो पनि एउटा डकुमेन्ट तपाईँले लिएर जानुपर्छ। आफूले पासपोर्ट भरेको नबिर्सिनु होला। यहाँ हेर्नुहोस् यसरी लेख्छ, सबै तपाईँको विवरणहरू यहाँ छ। सो अब तपाईँहरू आफ्नो अपोइन्टमेन्ट डेटमा आफ्नो डकुमेन्ट्सहरू लिएर तपाईँहरू एम्बेसी जान सक्नुहुन्छ। एम्बेसी गइसकेपछि त्यहाँ तपाईँको एम्बेसीमा भित्र बोलाउनुहुन्छ, बायोमेट्रिक गर्न लाउनुहुन्छ, तपाईँको फोटो खिच्नुहुन्छ, अनि तपाईँको काम भयो होइन। पासपोर्ट एप्लाई गर्ने काम भयो। सो तपाईँ आफै पर्सनली उपस्थित हुन चाहिँ जरुरी छ एम्बेसीमा जाँदा। सो यति नै थियो, सजिलो भयो होला। अब तपाईँले फोटो अपलोड गर्दाखेरि अन्तिममा तपाईँले यो भिडियो देख्नुभयो नि, अन्तिममा तपाईँले तपाईँको नागरिकताको अगाडि र पछाडिको फोटो अपलोड गर्नुपर्ने हुन्छ। र त्यो फोटोको साइज चाहिँ 200 MB भन्दा कम साइज हुनुपर्छ, सानो साइजको हुनुपर्छ। त्यही भएर अब साइज कसरी घटाउने भन्ने विषयमा कुरा गरौँ है। सो अब फोटोको साइज घटाउनको लागि चाहिँ फेरि हामी गुगल सर्च गरौँ। गुगलमा गएर हामीले यहाँनिर इमेज रिसाइजर भनेर लेख्यौँ भने यहाँ हेर्नुहोस् इमेज रिसाइजर भनेर आउँछ। यसरी अनलाइन फ्री हो इमेज रिसाइज गर्नको लागि। सो यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले स्क्रिनमा सेलेक्ट इमेज भन्ने अप्सन छ। सेलेक्ट इमेजमा गएर म एउटा इमेज अपलोड गर्छु। यहाँ हेर्नुहोस् है, इमेज अपलोड गरेँ मैले। यो इमेज अपलोड भयो र यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू फाइल साइज यहाँ केबीमा दिएको छ। सो हामीलाई चाहिँ 300 KB भन्दा कम चाहिएको भएर 250 KB भनेर राखौँ है। सो यहाँनिर रिसाइज इमेज भनेर प्रेस गरिसकेपछि हेर्नुहोस् है, प्रोसेसिङ हुँदैछ।
डाउनलोड इमेज, तपाईँको इमेज सेभ भइसक्यो, तपाईँको इमेज साइज रिसाइज भइसक्यो। सो यसरी तपाईँले आफ्नो इमेजको साइज घटाउन सक्नुहुन्छ। सो डाउनलोड इमेज गरौँ ल। डाउनलोडेड इमेजहरू यहाँनिर छ, हेर्नुहोस् है ल, यसरी आउँछ। सो अब चाहिँ तपाईँले यसरी इमेजको साइज घटाइसकेपछि चाहिँ तपाईँले फर्म यसरी तपाईँले सजिलैसँग अपलोड गर्नुभयो भने तपाईँलाई केही पनि समस्या हुँदैन। यसरी तपाईँले सजिलैसँग घरै बसी बसी पासपोर्ट एप्लाई गर्न सक्नुहुनेछ, पासपोर्टको फर्म भर्न सक्नुहुनेछ। त्यसपछि तपाईँको अपोइन्टमेन्ट भएको दिन तपाईँ एम्बेसीमा उपस्थित हुन जरुरी छ र एम्बेसीमा तपाईँको फोटो खिचिन्छ र तपाईँको बायोमेट्रिक इन्फर्मेसन लिइन्छ र तपाईँको पासपोर्ट एप्लाई गरिन्छ। तपाईँलाई आजको भिडियो मन पर्यो भने आफ्नो साथीहरूमाझ पनि सेयर गर्नुहोला र थ्याङ्क यू फर वाचिङ नेपाली इन स्पेन। कुनै कन्फ्युजन छ, केही कुरा बुझ्नु भएको छैन भने तल कमेन्ट गर्न सक्नुहुनेछ। वी आर अलवेज रेडी टु हेल्प यु। थ्याङ्क यू फर वाचिङ नेपाली इन स्पेन। बाई बाई, अर्को भिडियोमा फेरि भेटौँला।